हजुरहरुको पनि एन्ड्रोइड होस् अथवा आइफोन होस्, मोबाइलको स्टोरेज कम भएर फोटो तथा भिडियो खिच्नलाई समस्या भइरहेको छ भने अब हजुरहरुले एन्ड्रोइड भए पनि आइफोन भए पनि 1000 GB स्टोरेजलाई फ्रीमा आफ्नो मोबाइलमा राख्न सक्नुहुन्छ ब्याकअप गरेर र त्यही आइडीलाई युज गरेर पछि अन्य डिभाइसमा पनि त्यसलाई ट्रान्सफर गर्न सक्नुहुन्छ। यदि हजुरहरुलाई ब्याकअपको समस्या भइरहेको छ भने 1000 GB फ्री स्टोरेजको लागि हजुरहरुले यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अब टेरा बक्सको लागि मैले यो एन्ड्रोइड मोबाइल, यो स्यामसङको मोबाइल एन्ड्रोइड भएकाले गर्दा प्ले स्टोर ओपन गर्ने, प्ले स्टोरमा होस् एप स्टोरमा होस्, एन्ड्रोइडमा आइफोनमा हजुरहरुले टेरा बक्सलाई इन्स्टल गर्नु होला। टेरा बक्सलाई डाउनलोड गरेर इन्स्टल गर्नु होला। त्यसपछि अब ओपन गर्नु होला, एलो गर्नु होला, एग्री गर्नु होला। अब हाम्रो यो टेरा बक्स एप्लिकेसन गुगलबाट कन्टिन्यू गर्न चाहनुहुन्छ अथवा फेसबुकबाट, अब आइफोनमा छ भने एप्पलबाट पनि कन्टिन्यू गर्न सक्नुहुन्छ। यो जुनबाट कन्टिन्यू गर्नुभयो हजुरहरुले डिभाइस चेन्ज गर्नुभयो भने पनि त्यतिबेला यही बटन नै लगइन गर्नुपर्ने हुन्छ। जस्तो मैले यहाँ गुगलबाट लगइन गरेँ। इनेबल अटोमेटिक ब्याकअप, हामीले फोटोहरु खिच्ने बित्तिकै ब्याकअप हुन्छ, यो वाइफाईमा कनेक्ट हुने बित्तिकै यसलाई अन गरौँ। त्यसपछि गट इट। अब यहाँ टेरा बक्सलाई पर्मिसन माग्यो, हामीले पर्मिसन दिन सक्छौं। त्यसपछि ब्याक गरौँ, इनेबल अटोमेटिक ब्याकअप। अब यसलाई हामीले यो चाहिँ प्रिमियमको लागि भयो, मन्थली $3.49। अब हामीलाई स्किप गरौँ। अब नेक्स्ट नेक्स्ट नेक्स्ट। अब यहाँ देख्न सक्नुहुन्छ हाम्रो ब्याकअप स्टार्ट भइसकेको छ, अपलोड सुरु भइसकेको छ भने अब यो टेरा बक्सलाई ओपन गर्दाखेरि हजुरहरुले यहाँनेरि एड देख्नुहुन्छ, माथि टाइम पनि देखाइरहेको छ। त्यो टाइम 5 सेकेन्ड 6 सेकेन्ड अफ भएपछि यस्तो एड आउन सक्छ एकचोटी ओपन गर्दा चाहिँ। यसलाई चाहिँ हजुरहरुले एकछिन वेट गर्नुपर्छ। राइट कर्नरमा प्ले पज जस्तो साइन आयो भने त्यसमा क्लिक गरिदिनु होला। त्यसपछि यहाँ देख्न सक्नुहुन्छ क्लोजको साइन आयो। अब हजुरहरुले क्लोज गरिसकेपछि चाहिँ यो ओपन हुन्छ। अब यहाँ मेरो मोबाइलमा देख्न सक्नुहुन्छ यहाँनेरि 1024 GB इनेबल भइसकेको छ। हजुरहरुले पनि यसरी इजिली इनेबल गर्न सक्नुहुन्छ।